एसई को रिजल्ट आयो ल बधाई छ जो भाइ बहिनीहरूले राम्रोसँग राम्रो जीपीए लिएर पास हुनुभयो उहाँहरू सबैलाई बधाई छ अनि घरमा बुवा आमाहरूलाई पनि उहाँहरूलाई पनि बधाई छ तर एउटा सबभन्दा ठुलो मेन कुरा के भन्दैछु भने म तपाईहरु जति नै राम्रो जीपीए अथवा राम्रो अंक लिएर डिस्टिंक्सनै गरेर जे गरे भनेर पास भए पनि तपाईसँग राम्रो सर्टिफिकेट भए पनि त्यो नलेज सँगै स्कुलको सर्टिफिकेट सँगसँगै आफूभित्र एउटा राम्रो स्किलको डेभलप गर्नु हैन बाहिर विदेशमा चाहिँ काम लाग्ने भनेको तपाईको डिग्री भन्दा पनि नि त्यहाँ तपाईको एक्सपिरियन्स नलेज अनि तपाईको स्किल काम आउने हो सो केही न केहीहरु सिकेर बस्नु अब बिदाको टाइममा अब तपाईसँग 2 महिना 3 महिना टाइम हुन्छ त्यो टाइममा तपाईहरु केही सिकेर बस्नुस् कम्प्युटर भयो ल्याङ्ग्वेज भयो सैलुन भयो ब्युटी पार्लर भयो कटिङ हेयर कटिङ भयो जे सिक्दा पनि हुन्छ जस्तो सिक्दा पनि हुन्छ हैन बाहिर विदेशमा काम लाग्ने तपाईको डिग्री भन्दा नि पहिला सुरुमा तपाईको स्किल काम लाग्छ त्यसो भएको कारणले गर्दाखेरि पढाइ त राम्रो कुरो गर्नु पर्यो अनि दोस्रो कुरो मेन भनेको तपाईलाई भोलि बिहान नेपालै बसे पनि तपाईले केही गर्नलाई तपाईलाई स्किल नै पहिला सुरुमा चाहियो अनि दोस्रो कुरो अब विदेश आउनु भयो भने तपाईलाई सेम स्यालेरी पाउनलाई र राम्रो स्यालेरी पाउनलाई तपाईसँग मेन भनेको चाहिँ तपाईसँग वर्क एक्सपिरियन्स चाहिँ हुनु पर्यो के तपाईसँग कुनै पनि स्किलको अनि अथवा केही जानेको बुझेको केही हुनु पर्यो त्यस्तो खालको केही कुराहरु सिकेर बस्नुस् अबको विधामा कहीं गएर घुम्न गएर पैसा खर्च गर्न बुवा आमालाई तंग गर्न भन्दा अनि अहिलेको भाइ बहिनीहरुलाई एसएससी दिनुभयो राम्रो अंक ल्याउनु भयो पास पनि हुनुभयो बधाई छ तर अबको समयमा बाँकी रहेको अगाडिका दिनहरुमा आफ्नो नलेज सँगै आफ्नो ज्ञानको सँगै आफ्नो सर्टिफिकेट सँगै अरु केही स्किलहरु आफू भित्र डेभलप गर्नुस् गाडी सिक्नुस् ड्राइभिङ सिक्नुस् हैन जे पनि हुन्छ हैन फोटोग्राफीहरु सिक्नुस् ल्याङ्ग्वेज सिक्नुस् जापानिज ल्याङ्ग्वेज सिक्नुस् कोरियन ल्याङ्ग्वेज सिक्नुस् इंग्लिश आइएलटीएस सिकेर बस्नुस् जे पनि सिक्नुस् तर सिक्नुस् किन भन्दा बाहिर तपाईको सर्टिफिकेट भन्दा पनि तपाईको स्किल चाहिँ म्याटर गर्छ राम्रो स्यालेरी पाउनको लागि राम्रो जब पाउनको लागि अनि अथवा तपाईलाई काम गर्न सजिलो हुनको लागि जेमा पनि तपाईसँग स्किल चाहिँ हुनु पर्यो त्यसो कारणले गर्दाखेरि मैले मेरो त्यहाँ भाइ बहिनीहरु जो पास हुनुभयो मैले उहाँको अभिभावकहरुलाई पनि भन्दैछु हैन प्लिज आफ्नो केटाकेटीहरुलाई अबको यो बाँकी दिन अगाडिहरुमा चाहिँ त्यो भाइ बहिनीहरुलाई चाहिँ केही स्किल्सहरु केही वर्क एक्सपिरियन्सहरु चाहिँ सिक्न लगाउनुस् बेकरी आइटम भयो बारिस्टाहरु भयो होटल म्यानेजमेन्ट भयो जे पनि सिक्दा हुन्छ हैन बाहिर काम लाग्ने भनेको तपाईलाई स्किल नै हो तपाईलाई चाहिँ जब एक्सपिरियन्स चाहिँ हुनु पर्यो यो टाइम अब खाली भएको टाइममा चाहिँ तपाईले त्यो 4 महिना 6 महिना भित्र सिकेर बस्न सक्नु भयो भने भोलि बिहान तपाईलाई जब पाउन राम्रो इजी हुन्छ हैन तपाईलाई राम्रो जब पाउन इजी हुन्छ सजिलो हुन्छ दोस्रो कुरो राम्रो स्यालेरी हुन्छ त्यस्तो गरेर तपाईलाई काम गर्न सजिलो हुन्छ अनि ल्याङ्ग्वेजहरु सिकेर बस्नु जे पनि गर्नुस् ल त हस् त धन्यवाद